ग्रिल एन्ड बारमा यति मिठो टेस्ट रहेछ हजुरहरू पनि आएर टेस्ट गर्नु सक्नुहुन्छ फ्यामिलीहरू अब हामी यस्तै खाना जाउँ न त यताउता कुरा भयो त्यही भएर हामी चाहिँ अब सबैले अस्तिदेखि नै अब सी फुड खाउँ यताउता कुरा थियो अब चाहिँ लगभग सबै आइसकेको छ हाम्रो सर्भिस दिदी आज कस्तो लाग्यो डोलमा कस्तो लाग्यो फुडको टेस्ट आमा ल बाबालाई हेलो एभ्रीवान वेलकम ब्याक टु माई च्यानल इट्स मी ग्याल्मो लासो टासिदेले आज चाहिँ आजको डे चाहिँ एकदमै स्पेसल रहेको छ म र मेरो दाइको लागि के कस्तो हुन्छ त प्लानिङ भन्नाले नै अब अहिलेसम्म त ठ्याक्कै प्लानिङ त भएको छैन तर इफ प्लान गरिहाल्यो भने पनि हामीले यहाँ देखाउने नै छु अनि हजुरहरू पनि हेर्दै गर्नु होला र मेरो भिडियो हेर्दै इन्जोय गर्नु होला अनि आज चाहिँ किन स्पेसल छ भन्दाखेरि चाहिँ म र मेरो दाइको चाहिँ बर्थडे हो अब सँगै कसरी भयो होला यताउता भनेर मान्छेले चाहिँ अब ट्विन्स होला सोच्न सक्छ तर ट्विन्स चाहिँ होइन त्यो डेट र मन्थ चाहिँ सेम एउटै त्यसमा परेको भएर उहाँ र मेरो बर्थडे चाहिँ सधैँ एभ्री इयर हामी सँगै पढ्ने गर्छौँ अनि यहाँबाट दाइलाई पनि विस गर्छु अब आउने डेहरूमा अबको इयरदेखि चाहिँ झनै राम्रो होस् भन्न चाहन्छु अनि मेरो पनि अब राम्रो होस् जति नै पास्टमा जे भए पनि भयो अनि आउने डेदेखि चाहिँ राम्रो होस् भन्ने अब विस छ अनि आजको डे चाहिँ के कस्तो हुन्छ अब त्यो प्लानै छैन तर भइहाल्यो भने पनि अब हेर्दै गर्नु होला है त साथीहरू हामी चाहिँ त्यस्तो प्लान त केही छैन थिएन पनि तर अहिले चाहिँ आएर अब फ्यामिलीहरू अब हामी यस्तै खाना जाउँ न त यताउता कुरा भयो त्यही भएर हामी चाहिँ अब सबैले अस्तिदेखि नै अब सी फुड खाउँ यताउता कुरा थियो अनि त्यही भएर आज चाहिँ अब सी फुड खान जाने प्लानमा छौँ अहिले चाहिँ तर के कस्तो हुन्छ मेबी प्लान पनि त चेन्ज हुनसक्छ नि उता गएर पनि तर जान चाहिँ जाने हो बाहिरै त्यही भएर के कस्तो हुन्छ हजुरहरू हेर्दै गर्नु होला अब लास्टसम्म अन्तिमसम्म हेर्नु होला आजको के हुन्छ मलाई पनि थाहा छैन है अनि त्यही भएर सँगै थाहा हुनुपर्छ के आजको डेमा होइन के भयो मलाई र हजुरहरूलाई सँगै थाहा हुनुपर्छ त्यसको लागि चाहिँ हजुरहरूले अन्तिमसम्म मेरो भिडियो हेर्नुपर्ने हुन्छ त्यसको लागि चाहिँ होइन त्यही भएर मेरो भिडियो हेर्दै गर्नु होला र इन्जोय गर्दै गर्नु होला है त अब चाहिँ हामी थमेल साइडमा जाँदैछौँ त्यहाँ खानालाई अब के कस्तो हुन्छ हेर्दै गर्नु होला सबैजना पछाडि बसिरहेको सरी जानुपर्ने हुन्छ अब उता पुगेपछि भेट्छ है साथीहरू हेर्नु सक्नुहुन्छ क्या दामी बनाएको यहाँ ह्यान्डमेड के पो यहाँ वाउ अब चाहिँ हामीहरू सबै जाँदैछौँ माथि गएर टक्कले खानुपर्ने हुन्छ के हुन्छ हेर्दै गर्नु होला है त मेरो केक पनि ल्याउनु भइसक्यो मैले त हेरेको पनि छैन हो अब जानुपर्छ के कस्तो हुन्छ थमेल वेस्टल्यान्ड हामी चाहिँ थमेल एन्ड अहिले चाहिँ थमेल ग्रिल एन्ड बारमा चाहिँ मम्मी र बहिनीले हेर्दै हुनुहुन्छ यता के खाने हो भनेर दाजुभाइ हो उहाँहरू चाहिँ आन्द्रे के भन्छ आन्द्रे बुवा मेरो बुवा चाहिँ सन्ध्या कान्छो हो हेर्नु सक्नुहुन्छ यतातिर रमाइलो रहेछ ठिकै भनौँ न अब सर्भिस कस्तो छ खाना कस्तो छ हेर्नु पर्नुहुन्छ अनि त्यसपछि मात्रै भन्नुपर्ने साथीहरू अब चाहिँ हाम्रो लगभग खाना आइसक्यो अब सबै आएपछि खाने भनेर कुर्ने क्रममा कुर्दैछ मेरो चाहिँ यो रहेको छ अब चाहिँ लगभग सबै आइसकेको छ हाम्रो सर्भिस दिदी ब्लग हो क्या हजुर यसलाई चाहिँ के भन्छ दिदी खारेफाप है खारेफाप हजुर ए
अब चाहिँ सबैजना तारेमम भन्छ तारेमम हाम्रो बाबाहरू त यस्तो स्यावेज स्यावेज रिप्लाई दिनुहुन्छ हाम्रो चाहिँ यहाँ फुड के छ मलाई भन्दा तपाईँहरूले नाम थाहा होला धेरै कमेन्ट गरिदिनु होला दामी छ तर यहाँको Então, deixa eu falar uma grande. Grande não sei já bro. साथीहरू यो चाहिँ पुऱ्याउनु यति मिठो टेस्ट छ कि होइन थमिल ग्रिन एन्ड बारमा यति मिठो टेस्ट रहेछ हजुरहरू पनि आएर टेस्ट गर्न सक्नुहुन्छ कहाँ गएर लगाइदिएन डोरमा लगाइदे च्याउ भयो तँ पनि गएर लगाइदिएन खाता लगाइदिएन नानालाई यो हाँसेन टानी पनि उतैबाट गएर लगाइदिए टाङ्गो छ टाङ चिप बताओ या बताओ खै के हो चाङ बच्चा कहीँ पनि गएर लगाइदिए एकछिन बस्न त्यहाँ एकछिन बस्न ल चाङ्बो आइज आमाले के के हो धेरै ल छेदे त त्यहाँ Let's stop lah jauh derim. Khal zero. Iya yang ngambang dalam mulai. Hah? Parang bandel aja. साथीहरू अब चाहिँ हामी सबैको पेट पनि टन्न भइसक्यो खाएर अब चाहिँ ट्याक्सी बुक गरेर जानुपर्ने हुन्छ दामी रहेछ खाना चाहिँ होइन मिठै रहेछ मलाई अलिकति मन अब त्यस्तो गुड छ तर होइन त्यस्तो अब वाउ टाइपको चाहिँ थिएन कि त्यो के भन्छ नामै होइन त्यो चाहिँ के भन्छ क्र्याप भन्छ कि के भन्छ हो त्यो चाहिँ अलिकति चाहिँ भाउ ल्याएको चाहिँ थिएन तर गुड चाहिँ थियो अब हामी चलिदिनु पर्ने हुन्छ साथीहरू ल बाबा चाहिँ स्कुटरमा जानुहुन्छ हामी चाहिँ अब ट्याक्सी बुक गरेर जानुपर्ने हुन्छ साथीहरू चलिदिनु पर्ने हुन्छ अब कस्तो ल्याङ भएर झन् के भन्छ उनीहरू चाहिँ क्युआरको खोइ के प्रब्लम हुन्छ जस्तो चल्दै नचलेर बल्ल त धन्न मैले कार्ड लगेको थियो र अनि चल्यो क्या
हामी चाहिँ अब घर फर्किँदैछौँ साथीहरू। पेट पनि टन्नै भयो। खासमा चाहिँ ट्याक्सीमा जाने भनेको, तर अनि भर्खर खाएको छ नि त हो, अनि बिस्तारै जाने बरु अनि यताउता हेर्दै जाउँ भन्दै हुनुहुन्थ्यो कि मम्मीले। हेर्दै डुल्दै जानेछु होइन घर। अयो म त पेटै थियो साथीहरू। राति हिँड्न चाहिँ होइन जस अब नेगेटिभ मान्छेहरूले चाहिँ अब अलिक नेगेटिभ नै लिन्छ कि कमेन्ट भनेपछि। नत्र त यो प्लेस होइन यस्तो भिआइपी प्लेसहरू त्यो अलिक कुइरी एरिया हो कि साथीहरू। मलाई चाहिँ आई लभ दिस प्लेस होइन, यो एरियाहरू चाहिँ एकदम मनपर्छ मलाई चाहिँ। हजुरहरूले चाहिँ कस्तो के लाग्छ भनिदिनु होला। मेरो बाबा चाहिँ यहाँ के भन्छ त्यो माला जप्दै हुनुहुन्छ हौ, त्यो बाटो पनि। हामी चाहिँ चल्दिनु पर्ने हुन्छ अरे। मम्मीले भनेको मम्मीले देखाएन अरे होइन अगाडिबाट, अनि पछाडिबाट के देखाएको यता त भन्दै थियो नि बाबाले चाहिँ। पत्रकार हो र भन्छ। मेरो अनुहार के पछाडि छ कि अगाडि छ? ल आज कस्तो लाग्यो डोलमा? कस्तो लाग्यो फुडको टेस्ट? आमा बाबा ल बाबालाई एकदम राम्रो लाग्यो मेरो बाबा यहाँ डराए। साथीहरू मलाई त होइन अब पो कस्तो त्यो फिट एन्ड फाइन के भन्छ एकदम एक्टिभ भइरहेको छ कि, किनकि त्यो नामै होइन हिजो अस्ति त माथि लेकमा गएर यति खुट्टा दुखेको थियो, यति म त मेरो बडीमा केही एनर्जी नै छैन जस्तो भइरहेको थियो नि त हो। अहिले त यस्तो हामी जति त्यस्तो भयो भने होइन अब दुखे यताउता भनेर बस्नुहुन्न रहेछ क्या, झन् एक्टिभ भएर कामहरू गरिदिनु पर्ने अनि यताउता हिँड्नु पर्ने रहेछ क्या, अनि झनै फिट एन्ड फाइन हुँदो रहेछ क्या। म अहिले एकदम फिट एन्ड फाइन छु होइन, एकदम एक्टिभ पनि छु क्या। अहिले चाहिँ हामी अब गाडी चढेर जानुपर्ने हुन्छ साथीहरू। यो कहाँ हो कताको पिपल बोर्ड आइपुग्यो मलाई त राम्रोसँग बाटोहरू पनि थाहा छैन हो। हजुरहरूले मलाई देखाउँदै जानु ल अरे क्या। के गफ गर्दै आइरहेछ आमा छोरीहरू। घर जानुपर्ने हुन्छ अनि हामीले चाहिँ अलिकति हामी धेरै मान्छे पनि छैन नि त, अनि त्यहाँको दिदीहरूले दिए हामीले केकहरू, अनि हामीले बाँकी चाहिँ अब आधा अर्को बुवाले पठायो, अनि अब आधा चाहिँ हामीले नै लिएर आयो। बाटो त साथीहरू हामी चाहिँ घर फर्किँदैछौँ। त्यहाँ माथि चाहिँ स्वयम्भूको टुप्पो छ हेर्न सक्नुहुन्छ। वाउ क्या दामीसँग देखिरहेको छ हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी यसरी घुमेर कोरासँगै घुमेर जान्छौँ नि त हो, किनकि अब आज बर्थडे भएर पनि झन् यसरी घुमेर जाने हो। राम्रो गऱ्यो भने अब राम्रो हुन्छ नि त, त्यही भएर हामी त्यसरी नै जानु लागेको छौँ। यताबाट अब त्यो हिँडेर आयो, अब हिँड्दाखेरि राम्रो हुन्छ भनेर पनि प्लस हामी हेर्दै आएको कि, त्यही भएर हामी चाहिँ कोरा गर्दै जाँदैछौँ। यति राति पनि राति भइसक्यो। कति बज्यो होला? कति बज्यो बाबा? खै थाहा छैन। मेरो बाबा अलिकति मुड अफ भइरहेछ कि अहिले। हामी दुईजना अर्कै टिम हो, यहाँ पछाडि घरको दुईवटा अर्कै टिम हो क्या। त्यहाँ बाबा चाहिँ रिस उठिरहेको छ पछाडिको टिमसँग हो कि होइन? क्यामेरा अन गरेको त्यस्तो दामी आउँछ रहेछ, हुँदो रहेछ। क्यामेरा अन गरेपछि चाहिँ बाबाको लागि चाहिँ सधैँ अन गरेर राख्नुपर्छ जस्तो छ। त्यसो भए चाहिँ कस्तो धुलो उडिरहेको साथीहरू, कस्तो फोहोर देखिरहेको छ। तपाईँलाई गाउँमा ठिक हो कि काठमाडौँमा ठिक? कुनै गर्दैन त मैले भने नि साथीहरू मेरो बाबा रिसाएको छ भनेर होइन, रिसाएको हुनाले नि बाबालाई निन्द्रा लागेको हो है। कस्तो गुगन आएको यहाँतिर त, त्यो बादलको
यसरी कोरा गर्दै जानुपर्ने हुन्छ अरे आयो साथीहरू हामी चाहिँ यहाँ रोड क्रस गरेर यता आइसक्यौँ मम्मीहरू चाहिँ ऊ यता आउँदै हुनुहुन्छ अनि हेर्न सक्नुहुन्छ यहाँको 3वटा मूर्ति गडहरू मलाई नाम त एक्ज्याक्टली त थाहा भएन सबै आएर होला घर गएर देखाउँछ साथीहरू अर्को चाहिँ मेरो यहाँ के गिफ्ट छ भन्दाखेरि रोज छ बुके छ होइन यति राम्रो छ अर्को मेन कुरा चाहिँ यो भएर होइन कि मलाई खुसी लागेको चाहिँ यहाँ के छ भन्दाखेरि होइन म त्यो कुरा हजुरहरूलाई पनि देखाउने नै छु होइन एकछिन वेट अँध्यारो आयो होइन अनि 1 2 अनि 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 वटा छ होइन यता चाहिँ 19 चाहिँ किन भन्दाखेरि अबदेखि चाहिँ 19 लाग्यो नि त हो अनि त्यसको लागि चाहिँ 19 इयरको लागि चाहिँ वेलकम गरे जस्तै रहेछ होइन वाउ थ्याङ्क यू सो मच होइन साथीहरू हामी चाहिँ भर्खरै घर आइपुगेको छौँ होइन अब चाहिँ यस्तो थाकी पनि रहेछ हो अनि यस्तो निन्द्रा लागिरहेको अरू भन्दा चाहिँ मलाई अब त फ्रेस भएर म त पुक्लुक्कै छिटो सुतिहाल्ने हो अनि आजको डे चाहिँ के कस्तो भयो हजुरहरूले यही भिडियोमा नै हेर्नु भइसक्यो होला होइन अब त्यस्तो अब खासै स्पेसल त थिएन नि त हो अब जे छ त्यही सिम्पल तरिकामा मनाएँ अब उहाँहरूले नै मनाइदिनु भयो अनि अरू त के भन्नु अनि आजको डे एकदमै रमाइलो भयो अब फ्यामिलीसँग अब टाइम स्पेन्ड गर्न पाएँ अनि अब यताउता अब आफ्नो अब बिहाइन्ड द सिन त अब हाम्रो कति के यहाँ हाँस्दा आज मन लागिसक्यो होइन हामी त्यो मैले क्याप्चर त गर्न पाएन तर पनि यति हाँस्दा मन लागिसकेको थियो कि साथीहरू अनि त्यही हो अनि मेन कुरा चाहिँ अब मलाई यति राम्रो यो संसार यो धरतीमा लिएर आउने मेरो आमालाई पनि धेरै धेरै धन्यवाद छ र अनि यति राम्रो फ्यामिली यति राम्रो प्यारेन्ट्स पाउनु म त झनै म एकदम प्राउड फिल र गर्व फिल गर्छु होइन एकदम खुसी लाग्छ हो अनि अब आउने दिनहरू झनै बेटर होस् भन्ने मेरो चाहना छ अनि अब अनि के भन्छ अरे अब अरू के कस्तो हुन्छ अब सबै नेक्स्ट भ्लगमा अर्कै भ्लगमा नै आउनेछ आजको लागि चाहिँ यति नै छ अनि हजुरहरूलाई मन परेमा लाइक सेयर कमेन्ट होइन अब सब्सक्राइब नगर्नु भएकोहरूले सब्सक्राइब गरिदिनु होला भन्ने मेरो एउटा चाहना इच्छा मतलब शब्द छ होइन अनि त्यही हो आजको लागि चाहिँ यति नै छ अनि सबैलाई अनि थ्याङ्क फर वाचिङ माई होइन त्यो भिडियो अनि त्यही हो साथीहरू